चेन्नईमा आएर नि म किन पेपर बोय बने त। हेलो गाइज, वेलकम टु माई न्यू भिडियो एन्ड च्यालेन्जको डे 14। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। सो म चाहिँ नाइटको ड्युटी गरेर आएको होइन, 6 to 6 हुन्छ नि त मेरो नाइट ड्युटी। सो म 6 बजेदेखि 9 बजेसम्म चाहिँ फ्री हुन्छु। सो त्यसैले म 1 घन्टा चाहिँ पेपर बाँड्ने काम गरौँ सोचिरहेको थिएँ। सो काम सुरु गरेको नि आज 3-4 दिन भइसक्यो होइन। 3 महिना चाहिँ म त्यसै बसेको, अनि त्यसैले अहिले चाहिँ ड्युटी भएको छु। त्यसैले यो मौका नछोडौँ भनेर म पेपर बोय बनेको होइन। सो पेपर बाँड्ने काम सकाएर नि म डे काममा आइसकेँ। अब डे काम नि गर्न पऱ्यो। आजभोलि चाहिँ मलाई त जति काम भेट्टे नि हुन्थ्यो जस्तो लाग्छ कि, किनकि कति बस्नु के, उति टाढाबाट काम गर्ने भनेर आएको अनि काम चाहिँ गर्नै पऱ्यो। जति बस्यो त्यति चाहिँ अल्छी लाग्ने रहेछ। सो त्यही भएर मैले चाहिँ काम सुरु गरिदिएको होइन। 24 घन्टा काम छ भनौँ अहिले मेरो चाहिँ। सो आएर चाहिँ यहाँ माथि झाडु पोछा अनि डस्ट गरेँ। पङ्खा नि गन्दा भएको थियो, पङ्खा नि सफा गरेँ। धेरै दिन भएको थियो पङ्खा सफा नगरेको। सो छिटो काम सकेर म चाहिँ आएँ रुममा खाना खान। आज चाहिँ माछाको रोस्ट अनि माछाको सब्जी थियो। म चाहिँ नाटक हेर्न थिएँ कि मेरी जिन्दगी है। मलाई चाहिँ यो नाटक चाहिँ लास्ट मनपर्छ कि। सो अनि अफिसमा आएको, केही डकुमेन्ट पुगाउनु थियो सरको घरमा, डकुमेन्ट पुगाउन गएँ। अनि डकुमेन्ट पुगाएर आएर सुत्दिएको होइन। दिउँसो मेरो त्यति काम हुँदैन, म चाहिँ सुत्न पाउँछु दिउँसो 1-2 घन्टा, अनि त्यसैले म सुत्दिन्छु। किनकि राति अलि 4-5 घन्टा मात्र सुत्न पाउँछ नि त। मेरो भिडियो राम्रो लाग्यो लाइक कमेन्ट सेयर गर्नु।